ने बोलाएको हामी पनि त्यही भन्छौँ क्या हरि सर। किन भन्दाखेरि कोही न कोहीबाट त यस्तो फाँसीको सजाय पनि सुरु हुनु नै पर्छ क्या। किन भन्दा अपराधीहरू धेरै बढे क्या। आज भर्खर पनि तपाईँले भन्नुभयो नि, 3 कुनेमा एउटा युवाको लास भेट्यो एउटा व्यस्त सडकमा, होइन। यहाँ त मान्छेले मान्छे मार्नलाई ठुलो कुरै मानेन क्या। अब त त्यो हुँदै गयो, यदि सजाय यदि कडा नहुने हो भने सिधै मान्छेले मान्छे मार्छ। मान्छेको मति भ्रष्ट भएको छ यहाँ त। भनौँ न त्यत्रो मार्यो, होइन। त्यो पापीले अहिले डिप्रेसन थियो अरे, म त निर्दोष छु भने जसरी बयान दिन्छ अरे। अनि हेर मान्छे श्रीमतीको घाँटी छिनाले जानिकन, होइन। अनि म चाहिँ डिप्रेसनको शिकार थिएँ भनेर चाहिँ छुट्नलाई, होइन। भनौँ न अपराधीहरू कतिसम्म साथी र कतिसम्म बाटो हुन्छ। म यसरी मार्छु अनि आत्मसमर्पण गर्छु भनेर आत्मसमर्पण गर्यो भने चाहिँ कति न प्रहरीले चाहिँ फुलमाला लाएर चाहिँ स्वागतै गरेर आत्मसमर्पण गरिस् भनेर सजाय कम गरिदिन्छ जस्तो, त्यो चाहिँ बिल्कुल नसोचे पनि हुन्छ। हत्यारा भनेको दर्शक नमस्कार, तपाईँ सिने प्रोफाइलमा हुनुहुन्छ। यतिखेर प्रेममा हुन्छ सविता भट्टराई। सिने प्रोफाइलमा विशेष गरी भन्नुपर्दाखेरि कला क्षेत्रका व्यक्तिसँग अथवा सिनेमा सम्बन्धी अथवा कला क्षेत्रको कुनै पनि विषय प्रसङ्ग लिएर उपस्थिति हुने गर्छौँ। तर अहिलेलाई भने हामी यो चाहिँ परीक्षण प्रसारणमा छौँ। परीक्षण प्रसारमा चाहिँ समाजमा भइरहेका घटना जस्तै हामीले ती कुराहरूलाई चाहिँ सिनेमामा जस्तै ती कुराहरू जुन घटना घटिरहेको छ समाजमा, ती कुराहरूलाई हामीले ल्याउने गरिरहेका छौँ। दर्शक यतिखेर भने समाजमा विभिन्न किसिमका घटना घटिरहेका छौँ। पशुपतिमा एकदम साधुले हत्या गर्यो भन्ने खालको पनि आइरहेछ भने चाहिँ 3 कुनेमा एउटा लास फेला पर्यो भन्ने खालको कुरा आइरहेछ भने यतिखेर सामाजिक सञ्जालमा छ्याप्ती भइरहेको चाहिँ नेपाली ब्रो अथवा कुमार थापाको कुराहरू यतिखेर आइरहेको छ भने उनको पुतला पनि जलाइएको छ भने एउटा जो चाहिँ फाँसीको लागि चाहिँ हस्ताक्षर सङ्कलन पनि गरिरहेको अवस्था देखिन्छ। दर्शक र हामी चलचित्र मल्लिका चाहिँ लिएर छिट्टै आउनेछौँ। चलचित्र मल्लिकाको चाहिँ सम्पूर्ण काम सकेर चाहिँ यतिखेर चाहिँ हामी सर्टिफिकेटको प्रतीक्षामा छौँ। सर्टिफिकेट प्रतीक्षा पछाडि हामी हलमा ल्याउने तयारी गरिरहेका छौँ। दर्शक सविताजी। हजुर हरि सर, धन्यवाद, नमस्कार। यतिखेर नेपाली ब्रुको पुतला जलाइयो। यतिखेर फाँसीको हस्ताक्षर पनि सङ्कलन भइरहेको अवस्था छ। उनको घरमा बिहाल छ यतिखेर र आज 8औं दिन भएको छ जहाँ उनको जेठा छोरा क्रिया बसिरहेका छन् भने कान्छा छोरालाई यो कुरा अत्तो पत्तो केही पनि छैन र उनी आमाको प्रतीक्षामा छन्, पर्खाइमा छन्। त्यो अबोध बालकलाई के थाहा आमालाई पापी बाउले नै हत्या गरेको भन्ने खालको पनि यतिखेर थाहा छैन। र यतिखेर सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा चाहिँ फाँसीको लागि हस्ताक्षर सङ्कलन भइरहेको छ। हजुर हरि सर, एकदमै, होइन। अब यो विषयमा त हामीले धेरै अगाडिदेखि बोल्दै आएको विषय। जब चाहिँ हत्या भयो, पापीले हत्या गर्यो, त्यसपछिदेखि नै बोल्दै आएको। हामी पनि त्यही भन्छौँ क्या हरि सर। किन भन्दाखेरि कोही न कोहीबाट त यस्तो फाँसीको सजाय पनि सुरु हुनु नै पर्छ क्या। किन भन्दा अपराधीहरू धेरै बढे क्या। आज भर्खर पनि तपाईँले भन्नुभयो नि, 3 कुनेमा एउटा युवाको लास भेट्यो एउटा व्यस्त सडकमा, होइन। यहाँ त मान्छेले मान्छे मार्नलाई ठुलो कुरै मानेन क्या। अब त त्यो हुँदै गयो, यदि सजाय यदि कडा नहुने हो भने सिधै मान्छेले मान्छे मार्छ। मान्छेको मति भ्रष्ट भएको छ यहाँ त। भनौँ न त्यत्रो मार्यो, होइन। त्यो पापीले अहिले डिप्रेसन थियो अरे, म त निर्दोष छु भने जसरी बयान दिन्छ अरे। अनि हेर मान्छे श्रीमतीको घाँटी छिनाले जानिकन, होइन। अनि म चाहिँ डिप्रेसनको शिकार थिएँ भनेर चाहिँ छुट्नलाई, होइन। भनौँ न अपराधीहरू कतिसम्म साथी र कतिसम्म बाटो हुन्छ। म यसरी मार्छु अनि आत्मसमर्पण गर्छु भनेर आत्मसमर्पण गर्यो भने चाहिँ कति न प्रहरीले चाहिँ फुलमाला लाएर चाहिँ स्वागतै गरेर आत्मसमर्पण गरिस् भनेर सजाय कम गरिदिन्छ जस्तो, त्यो चाहिँ बिल्कुल नसोचे पनि हुन्छ। हत्यारा भनेको हत्यारा होस्, यो सानोतिनो गल्ती होइन। अपराधीले चाहिँ, होइन। अब चाहिँ भनौँ न यहाँ मान्छेलाई बहाना भएको छ क्या हरि सर। डिप्रेसनको शिकार थिएँ रे, मलाई चाहिँ थाहा भएन रे, म औषधि खान्थेँ। एउटा कुरो मलाई के प्रश्न गर्न मन लाग्यो भने यदि सामाजिक सञ्जालमा आएको कुरालाई मैले भन्दैछु, यदि त्यो कुरो साँचो हो भनेदेखि म एउटा कुरा सोध्न मन लाग्यो। जो यतिखेर नेपाली ब्रो अथवा कुमार थापाको जुन हत्याको अभियोगमा अर्को थप 3 जना पक्राउ परेका छन्, होइन। जसमा उनको आफ्नै भाइ छन् भने अर्को एकजना साथी भनिएको छ र अर्को एकजना महिला छिन् अथवा युवती छिन्, होइन। यो जुम्लाकी युवती छिन् र उनको त्यो यदि भनाइ हो भनेदेखि सामाजिक सञ्जालमा आइरहेको छ। उनले के भनेको छ, ऊ नेपाली ब्रोसँग मेरो कुनै पनि सम्बन्ध थिएन, हामी साथी मात्र हौँ। चुम्बन गर्नु भन्ने कुरो एउटा साधारण हो, नर्मल कुरा भने एउटा जुम्लाको एउटा विकट ठाउँमा बसेर एउटा संस्कार र संस्कृति भएको ठाउँ, जुम्ला भनौँ न, पाहाडमा त एउटा संस्कार हुन्छ, संस्कृति हुन्छ। यदि त्यस्तो ठाउँमा बसेकी विशेष युवतीले यस्तो भाषा बोलिन् भने समाजमा के हुन्छ? यस्तो हो क्या हरि सर। यो जुम्ला मात्र होइन, यो नेपालै पुरै भाषा संस्कृति। हामी पनि भनौँ न काठमाडौँकै भए पनि यो हामी नेपाली हौँ, हाम्रो भाषा हाम्रो संस्कृति हाम्रो, होइन, छुट्टै छ, होइन। हामीलाई त भनौँ न
छुट्टै परिधिहरू छन् पस्छ यो कुनै अस्ट्रेलिया अमेरिका जापान जर्मन होइन होइन पस्दैन पनि त्यो कसले अब त्यो मिडियामा आएका कुरा सबै सत्य त हुँदैनन् तर मैले पनि मिडियाको आएको आधारमा भनिरहेको छु हजुर त्यो बोलिन् भने त्यो त उनले त त्यो भनौँ न उनलाई त्यो रङ्गे हात होटलमा भेटिएको छ होइन अनि उनले त्यस्तो बोल्छिन् भने त्यस्ता मान्छेहरू भनौँ न जसले चाहिँ भनौँ न अर्काको जिन्दगी त सिधाइ त्यस्तो बोल्नु भनेको एकदम अपाचे अब मान्छेलाई नि अब के थाहा त्यो बोली कि त्यो भित्र बोलिन कि त्यो चाहिँ थाहा भएन तर त्यसले गर्दा त कसैको यदि हो भने- जिन्दगी बर्बाद भएको छ यदि हो भने त अब यस्ता मान्छेलाई त भन्नु के छ हरि सर यस्ता मान्छेलाई त बोली साध्य भयो पो केही होइन भन्नलाई भनौँ न अब अचम्म लाग्छ अमेरिका हो नि त हाम्रो देश यहाँ त केही हुँदैन विकास धेरै भइसक्यो हजुर एकदमै त्यो कारणले गर्दा मलाई यस्ता मान्छेको विषयमा त बोल्नु छैन किनभने प्रहरीले अनुसन्धान गर्दैछ होइन अब सत्य तथ्य आउँछ किन भन्दा पक्राउ परिसकेका छन् होइन तर यहाँ चाहिँ कुरा आयो क्या नेपाली ब्रोको जसले चाहिँ म डिप्रेसनको शिकार थिएँ भन्ने अनि अर्को कुरा चाहिँ यहाँ भनौँ न उसको चाहिँ पुत्ला जलेको छ अनि तपाईँलाई थाहा छ हरि सर त्यो सानो बच्चालाई अझै पनि थाहा छैन अरे होइन आमालाई चाहिँ मारिसक्यो पापीले भन्ने थाहा छैन मेरो मम्मी चाहिँ ड्युटीबाट किन नफर्केको सबैको आमा भनौँ न मम्मी सधैँ अब टाइममा आउने मम्मी मेरो मम्मी किन आउनु भएन आजसम्म कति कडा ड्युटी पारिदिएको भन्दा भनिराख्दाखेरि अनि अरूले चाहिँ भनौँ न केही खानेकुराहरू केही लर तिम्रो मम्मीले पठाइदिएको बाबु भन्दाखेरि त्यो बच्चाले के आमा खोजेर रुँदाखेरि त्यो परिवारमा के हुन्छ होला त्यो ईश्वरी भुजेलको आमालाई के हुन्छ होला कस्तो बित्छ होला त्यो दाइ जो चाहिँ ठुलो दाइ होइन बल्ल त बुझ्ने भए उनी क्रिया बसेका छन् होइन एकदमै भनौँ एकदमै त्यो परिवार देख्दाखेरि एकदमै माया लाग्छ हरि सर होइन यस्ता पापीलाई त फाँसी नै होस् पनि भन्न चाहन्छु र त्यसको पुत्ला मात्र होइन त्यो व्यक्तिको फाँसी हुनुपर्छ र त्यसलाई चाहिँ आजीवन किरा पर फाँसी होस् नभए आजीवन जेलभित्रै किरा परेर स्याउ किरा परेर चाहिँ भनौँ त्यो मान्छे जीवित चाहिँ त्यो यो धरतीमा भनौँ न यो खुला आकाश मुनि चाहिँ हुनु हुँदैन यस्ता अपराधीहरू भन्न चाहन्छु के हस् त हरि सर धन्यवाद नमस्कार